सबैजनालाई नमस्कार। म आज तपाईहरुलाई मनमा लागेको कुराहरू केही सुनाउनको लागि उपस्थित भएको छु। फुर्सद छ भने कृपया सुनिदिनु होला, फुर्सद छैन भने स्कोर गरिदिनु होला, केही फरक पर्दैन है। अब मेरो मनमा लागेको कुरा चाहिँ देशमा एउटा अन्तरिम सरकार गठन भएको छ। गत भाद्र 23 र 24 गते देशमा जेनजी अगुवाईहरूको आन्दोलन भयो। जेनजी आन्दोलन भइसकेपछि सत्ता पल्टियो। जुन आन्दोलन सत्ताको लागि गरिएको थिएन, सत्ता माग्नको लागि गरिएको थिएन, मन्त्री खानको लागि गरिएको थिएन। भ्रष्टाचार नहोस्, देशमा सुशासन होस्, देशमा चाहिँ शान्ति होस्, देशमा चाहिँ जुनसुकै ठाउँमा गएर रोजगार राम्रो गर्न पाइयोस् चाहिँ भनेर देशमा सुशान्ति र सुशासन युक्त देश निर्माणको लागि हुनुपर्छ भनेर जेनजीहरू, युवाहरू, देशभक्त युवाहरू लामबद्ध रूपमा देशभरि नै उठे र भ्रष्ट सरकार चाहिँ ढलाउनको लागि त्यति बेला बाध्य भए, ढल्नको लागि बाध्य भयो सरकार। त्यो सरकारले चाहिँ युवाहरूको आवाज सुनेको, देशमा सुशासन कायम गरेको र चाहिँ दलीय सिन्डिकेट खारेज गरेको भए त्यो आन्दोलन हुने थिएन। त्यो चाहिँ नेताहरूको यतिसम्म चरम लापरवाही र यतिसम्म नेताहरूको उद्गतले गर्दाखेरि यो देशमा यस्तो स्थिति आएको हो। तर पनि पछिल्लो समय तत्कालीन सरकारले अहिलेसम्म पनि कुनै हेरफेर गरेको छैन। अझ विदेशी दलालहरूले भनेछ सच्चिने कुरै गरेको छैन। गल्ती नगरेको भए त्यसरी भाग्ने स्थिति आउँथेन, गल्ती नगरेको भए त्यसरी कुटाइ खाने स्थिति आउँथेन। तपाईहरुले गल्ती गरेकै कारणले गर्दाखेरि देशमा यस्तो भएको हो भन्ने तपाईहरुले महसुस गरेर सोचिएर सत्ता परिवर्तन तपाईको नेतृत्वमा देश चल्न सक्दैन भनेर नै जनताहरूले महसुस गरिसकेका छन्। र यो समय अब के हो भने तपाईहरुले चाहिँ तत्कालीन माओवादी र नभएर एमाले र कांग्रेस को गठबन्धन सरकार चरम लापरवाहीको सरकार भएको कारणले चाहिँ देशमा यस्तो स्थिति आयो भनेर सबै जनताहरूले बुझ्नु आवश्यक छ। त्यसो भएको हुनाले अहिलेको पछिल्लो स्थितिमा चाहिँ हेर्दाखेरि नेपाली कांग्रेस र नेकपा एमाले चाहिँ सुध्रिने कुनै कुरै पनि देखिएको छैन। माओवादीले चाहिँ एउटा एजेन्डा बोकेको छ, जेनजी आन्दोलनको छुट्टै जुन आन्दोलनको जेनजी आन्दोलनको एजेन्डा बोकिसकेको जेनजी आन्दोलनहरूले माग गरेको चाहिँ प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेज र करप्सन, नो करप्सन भन्ने विषयमा चाहिँ आवाज उठाएको थियो र सडक तातेको थियो। यो विषयलाई माओवादीले अलिकति छोप्न खोजेको छ। योमा माओवादीहरू अगाडि बढेर माओवादीले चाहिँ यो विषयलाई अगाडि बढाएर लग्यो भने एकदम राम्रो हुनेछ। माओवादीले सबै जनताको साथ हुनेछ र फेरि पनि उही दलालहरू, उही भ्रष्टहरू, उही चाहिँ सत्तामा गयो भने त्यो चाहिँ राम्रो हुँदैन। देश नेपाल फेरि पनि उही पुरानै स्थितिमा जानेछ, पुरानै भ्रष्टाचार दोहोरिनेछ। यो विषयमा नेपाली जनताहरू एकदम सोचिन आवश्यक छ, नेपाली जनताहरूले बुझ्नुपर्ने आवश्यक छ। अब जेनजीहरू 16 वर्ष पुगेर नागरिकता लिइसक्नु भएको छ भने तपाईले भोट लिस्ट बनाउन सक्नुहुन्छ। भोट लिस्ट बनाउनको लागि तपाईहरुलाई चाहिँ कार्तिकको 30 गतेसम्म समय दिएको छ। तपाई निर्वाचन कार्यालयमा गएर आफ्नो नामावली नाम दर्ता गराउनु होला। छुट्नु भएको छ भने 18 वर्ष पुग्नु भएको छ, 16 वर्ष नागरिकता पुग्नु भएको छ र 18 वर्ष पुगिसक्नु भएको छ भने तपाईले भोट हाल्न पाउनुहुनेछ। तसर्थ भोट लिस्टमा नाम चढाउनु होला। र यस्ता यिनी चरम लापरवाही र गुण्डागर्दी रहेको यो चाहिँ दलहरूलाई हामीले सिद्धाउनु पर्छ भन्ने भावले हामी अगाडि बढ्यौं भने अवश्य पनि हाम्रो देश विकास हुनेछ र हामीलाई सुशासन, अरु केही हैन, हामीलाई सुशासन चाहिएको, सिस्टम राम्रो होस् भन्ने चाहिएको। यति भन्दै म मेरा छोटा र साना कुराहरू तपाईहरुलाई चाहिँ सुनाए। यो सुन्न चाहनु भएकोमा धेरै धेरै धन्यवाद है त। ल।